जब परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो अनि उहाँले सृष्टि गर्नु बित्तिकै पवित्र आत्मा आएको हामी हेर्दछौँ। 2 पदअनुसार उहाँ चाहिँ पानीमाथि भ्रमण गर्दै रहनुहुन्थ्यो। त्यसै कारणले जब परमेश्वरको पुत्र यीशु ख्रीष्ट संसारमा आउनुभयो, पवित्र आत्मा माथि पिता कहाँ जानुभयो र जब यीशु ख्रीष्ट माथि जानुभयो स्वर्गमा अनि पवित्र आत्मा चाहिँ हाम्रो निम्ति आएको हामी हेर्दछौँ। हामीलाई सहायता गर्ने, मद्दत गर्ने, अवश्य दुःखहरू दिने काम चाहिँ पवित्र आत्माले गरिराखेको छ। त्यसै कारणले फिलिप्पी 4:13 अनुसार सबै कुरा गर्नलाई हामीलाई पवित्र आत्माको साँचो आवश्यक हुन्छ। पवित्र आत्मा भनेको परमेश्वरको जन्ता रहस्यहरू चाहिँ त्यसै कारणले फिलिप्पी 4:13 अनुसार उहाँलाई हामीलाई प्रतिज्ञा दिनुपर्छ।